कार्टन अलिक ठुल्ठुलाहरू मात्रै अरे यो कति रुपैयाँको 10 रुपैयाँ ल्याउनु है यो 10 रुपैयाँ यो टिकट सिस्टम चाहिँ कहिलेदेखि हो बहिनी भर्खर धेरै भयो वर्ष धेरै भयो उसमा नआएको चाहिँ धेरै वर्ष भएछ हजुर हामी त सुरुमा त्यत्तिकै उफ्रिँदै थियौँ भयो भयो अब देखाउनु त पर्दैन नि यो होइन यति बेला सक्यो नि भोलि चाहिँ लाग्छ नि ठुलो मेला त भोलि फेरि मान्छे चिनिँदैन होला आजै आएको ठिक भयो हराइन्छ नि त ठुलोमा ट्याग हुन्छ भोलि भोलि मेला लाग्छ बहिनी हजुर नयाँ वर्षमा ठुलो लाग्छ नयाँ वर्षमा धेरै आउँछन् मेला त होइन मान्छे जम्मा हुन्छन् भन्ने कुरा मान्छे जम्मा हुन्छन् भाले पति नै छ त यता निकालौँ न सैला निस्किँदैन घाँस चाहिँ दिउँ न निस्किहाल्छ नि घाँस यहीँ छ त खै कहाँ मिर्ग छन् अरे भित्र ल ल ल ल आइज 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 ल मुनि मुनि ल आइज भाले पति छ त खोइ कहाँ हो मुनि मुनि ऊ पर खुना लुकिरहेछ मुनि 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 आइज आएन गुराँसको राजधानी तिनजुरे मिल्के जलजले यहाँ आयो कोशी प्रदेश पर्यटन वर्ष 2082 सफल पारौँ भनेर छ नयाँ वर्षमा घुम्न आउने अब आज चाहिँ त्यति देखिएको छैन भोलि चाहिँ खुट्टा टेक्ने ठाउँ नहुने गरी आउँछन् छिटो जाउँ है हामी चाहिँ घुमिवरी आयो यताबाट घुमिवरी माथि डाँडा पनि घुमिवरी अब गहिरोमा पसेर घरतिर ल ल आइयो ल यो भोलिको तयारीको लागि यहाँ स्टलहरू पनि स्थापित गरिसकिएको छ यो तपाईँको हिसाबले सुपर सियो पनि मगाउने क्या नेक्स्ट टाइम एउटा दिएन ल ल यो आरआर गार्डनको मुख्य आकर्षण भनेको यही हो यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ विभिन्न प्रकारका आकृतिहरू त्यहाँ पर छन् चाहिँ म क्रमशः म देखाउँछु पहिलेभन्दा अहिले निकै सुधारमा आएको रहेछ ल यहाँनिर एउटा पोखरी छ यो साइडमा आएर केटाकेटी खेल्ने पनि रहेछ ल ल ल ल ल भाइ लु फेरि एकचोटि चिप्लेटी खेल्नु भाइ हेरौँ भाइको नाम के हो कृतिक के ल कहाँबाट चढ्ने हो परबाट घुमेर आऊ ल परबाट घुमेर आऊ अनि एकचोटि यहाँ चिप्लेटी खेल त ल पसिन भाइ पनि ल त्यहाँबाट छिर्ने ल 1 2 3 गो ल भाइ पनि आउने ल ल ल ल ल ल त्यहाँबाट छिर्ने ल बस ल खेल्ने चुई ल छिरो 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 ल गुड ल ल यता यो पनि खेल्ने होला
पस्बिन ल यो पनि खेल्ने खुसी खेल्ने हो सिसा म पनि यो स्विङ चाहिँ खेल्नु पर्यो है एकचोटि ल म पनि स्विङ खेल्नु पर्यो है त एकचोटि स्विङ कस्तो मजा आउने रहेछ नि खेल्ने हो ल पहिले भाइको नाम भन्नु त अनि म खेल्न दिन्छु रमेश देमेश ए देवेश देवेश के हो ल ल आऊ देवेश तिमी एकचोटि खेल ल देवेश तिमीसित त्यो ठोकियो भने चाहिँ अनि ल यहाँ पनि खेल्ने हो आरआर गार्डन तपाईहरू भोलि यसको चाहिँ शुभारम्भ समारोह छ यो अस्ति कति 81 चैत 27 गते आरआर गार्डन तेह्रथुम त्यहाँ तयार बनाइएको छ अब भोलि नयाँ वर्षको बेला चाहिँ यहाँ एकदम धुमधामसँग स्थानीय पर्यटकहरू आउने गर्छन् यता घुम्न आउनेहरूको टोलीहरू यहाँ ठाउँ ठाउँमा बसेको देखिएको छ यो चाहिँ गोहीको आकृति हो यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ यो ढुङ्गामा तयार पारिएको आकृति हो यो गोहीको आकृति त्यसपछि अब यता माथि माथि देखिएको कछुवाको आकृति हो त्यो ढुङ्गामा कलर गरिएको छ कछुवाको जस्तो अब त्योभन्दा माथि पनि अन्य आकृतिहरू छन् क्रमशः म देखाउँदै जानेछु यो माथि देखिने चाहिँ चट्टान छ भिर देख्दै हुनुहुन्छ यसरी देखाउने यो भिर चाहिँ यहाँ बोर्डमा देख्नुहुन्छ यसलाई हेर्नुहोस् रक गार्डन जाने बाटो ल यहाँदेखि यता माथि चाहिँ रक गार्डन यो आरआर गार्डनभित्रै पर्छ हामी अब रक गार्डनतिर जाँदैछौँ यो अब रक गार्डनभित्र प्रवेश गर्दैछौँ त्यहाँ तल देखिएको आकृति हेर्दै हुनुहुन्छ नि यो छेपाहरूको आकृति हो यहाँबाट यो पनि ढुङ्गामा कलर गरेर राखिएको छ त्यहाँबाट तलतिर पनि उतल देखिएको चाहिँ सायद गोहीको हो यता पनि आकृति गरिएको छ सायद यो चाहिँ हामी यो भ्यागुताको आकृति भन्छौँ भ्यागुताको कलर लगाइएको छ यहाँबाट यता पनि अर्को कलर गरिएको चट्टान देखिएको छ अब यसलाई हेरौँ यो चाहिँ
ल देखिहाल्नु भयो नि के को जस्तो लाग्छ यो पक्कै पनि बाघको आकृति हो हेर्नुहोस् है यहाँबाट अरू आकृति भएका पनि छन् यहाँ हेर्नुहोस् ल यो देखिएको जङ्गलभित्र भएका सबै लालीगुराँसका रुखहरू हुन् र यो साल चाहिँ नफुलेर अलिकति खल्लो स्थिति भएको छ भ्यागुताको आकृतिलाई यहाँ हेर्नुहोस् यसको अगाडिपट्टि हेर्दा अझै भ्यागुता जस्तो देखिन्छ है अब यसमा कलर गरिएको वास्तवमा त्यो भ्यागुताको सेपै भएको ढुङ्गा चाहिँ हो है यो ल यहाँ पनि भ्यागुताकै आकृति देखिएको छ दुईवटा सँगै भएका दुईवटा भ्यागुताहरू यहाँ यस्तो देखिएको छ यहाँबाट तल गएर अब यो रक गार्डन चाहिँ यति नै हो अब यस पछाडि फेरि हामी आरआर गार्डनतर्फै तल गएर निस्किन्छौँ र हेर्नुहोस् यहाँबाट एकदम सुन्दर दृश्य देखिन्छ ल यहाँ अब यहाँ आरआर गार्डनमा टिकटक बनाउनेको पनि भिडियो देखिन्छ हेर्नुहोस् टिकटक जोडका तोडसँग हाम्रो चेलीबेटीहरू टिकटक बनाउँदै हुनुहुन्छ ल हेर्नुहोस् हो एकदम राम्रो देखियो है ल